कावासोती थानाचोकमा अवस्थित भिएक्सएल एजुकेसनले एक दिने एब्रोड एजुकेसन काउन्सिलिङ गर्दैछ। जेठ 10 गते शनिबार सम्बन्धित देशका शैक्षिक समन्वयकर्ता प्रतिनिधिहरूले विद्यार्थी अभिभावकका अस्पष्टता र जिज्ञासाका बारेमा निशुल्क काउन्सिलिङ गर्ने भिएक्सएल कावासोती शाखा म्यानेजमेन्टले जनाएको छ। भिएक्सएल कावासोतीका डाइरेक्टर राजेश खरेलका अनुसार एक दिने निशुल्क काउन्सिलिङलाई भिएक्सएल एडमिसन डेको रूपमा आयोजना गरिएको हो। शनिबारको कार्यक्रममा सहभागी हुने विद्यार्थीलाई न्यूनतम 6 देखि 7 हजारको शुल्क तिरेर पढ्नुपर्ने, आइइएलटिएस र पिटिईका फुल कक्षा 2025 शुल्कमा भर्ना हुन पाउने अफर रहेको निर्देशक खरेल बताउँछन्। शनिबार कार्यक्रममा सहभागी हुने विद्यार्थीका लागि मुभी टिकट, लन्च भाउचर, आइइएलटिएस पिटिई डिस्काउन्ट भाउचर वा आकर्षक गिफ्ट पनि पाउनेछन्। वैदेशिक अध्ययनमा जान इच्छुक विद्यार्थीको रुचि, विषयगत नतिजाको अध्ययन, पारिवारिक परिस्थिति जस्ता विषय र वास्तविक खर्च समेतमा विद्यार्थीका अस्पष्टतालाई स्पष्ट पार्न र अभिभावकले समेत अबोर्ड स्टडी, भिजा प्रक्रिया, कलेज, विश्वविद्यालय, इन्स्टिच्युट छनौट, आवेदन, एडमिसन, स्कलरसिप लगायतका समग्र विषयमा बुझ्न र जानकारी लिन कार्यक्रम फलदायी हुने निर्देशक खरेलले अपेक्षा गरेका छन्।